चेक गर्दा नि नहुने दुई सिकर एउटैतिर गरिबदेखि बिल गेट्ससम्म कसलाई छैन पिर आत्तिएर हाँसेर गर्न सिकौँ काम यही गरी खान खोजे छैन सुखको दाम जागिर खोल्न थालेपछि छैन रहेछ पैसा काम नपाई चिन्ता किन अब यहाँ हर्ष अति दुःख मान्नु यहाँ इसारा गर्दै हाँसी खुसी रमाई मनलाई शान्त पार्नु यहाँ जे गर्दा नि जे गरे नि भएन। हेर कालराज, मैले रफ्तारमा तँलाई भन्नु पर्दा लकडाउन भइसक्यो। लकडाउन भएर राउडे दादा थिए नि गाउँको, क्या राउडे दादा, त्यो सहरमा कमाउन गएको थिए। त्यो सहरबाट अब गाउँ फर्किँदैछन् क्या। तै त राउडे गाइज बुलेटमा आउने मन थिए, बुलेटमा चढ्ने पनि सपना पुरा हुने भयो। धेरै बुलेट आउँछ भनेर नसोच, तँ रफ्तारमा कुदेर नजा, फेरि तँलाई बुलेटमा होइन एम्बुलेन्समा भर्ती गर्नु पर्ला। होस् दादा, बरु दादा आयो होला, दादालाई लिन जाउँ न। जाउँ न त, लजाउँ। अहिलेसम्म दादा आउनु भएन, बुलेटको डिजल त सकिएन। तँलाई साला मैले रफ्तारमा भन्नु पर्दा तेरो सागमा हानेर मासु सेकुटी बनाइदिउँला। काहीँ बुलेटको काहीँ डिजल हुन्छ, पेट्रोल लाग्छ। होस् दादा। कालराज, तँलाई मैले रफ्तारमा भन्नु पर्दा उता आयो उता आयो। अनि मैले रफ्तारमा भन्नु पर्दा खै त बुलेट। तेरो केटाहरू हो, बुलेटमा आएपछि मुटु हल्लिएर हट अट्याक आउन सक्छ। त्यही भएर बुलेट बेचेर साइकल ल्याएको नि। तीव्र गति जीवन क्षति हुन्छ क्या बुलेटमा चढेर। हेलो हाउडे गाइज, तिमीले त बुलेट नल्याएर मेरो त हट अट्याक आउला जस्तो छ नि। मैले रफ्तारमा भन्नु पर्दा तँ धेरै नचिच्या ल, झोलासम्म बाटो लाग, नत्र म तँलाई गिराइदिन्छु निर्बाट, बुझिस्? दादा जाउँ। तीव्र गति जीवन क्षति, केटाहरू ओह्रालो झर्दिउँ न, साइकल बोक्दा ल। यो कटेज चाहिँ कसको नि? यो कटेज त कोरोना बाजेको क्या। ए हो र? हो नि, कोरोना बाजे। I decided फेरि कसलाई पो भित्र्याइसो गाउँमा, कतै विदेशी डलर त होइन, हेर्नमा त उस्तै छ। बुढो तीव्र गति जीवन क्षति, चिनेन क्या मिस्टर भुपु डोन? ए ठिक 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 ठिक, राउडे नाति पो रहेछौ गाउँमा, फेरि कहिले आएको नि गाउँमा? तपाईँले रफ्तारमा भन्नु पर्दा आँखा छैन कि नदेखि त के गर्छौ? यहाँ साइकल छ, यहाँ कालराज भाइले बोकेको झोला छ, यहाँनिर मान्छे छन्, देखेन? कति जीवन क्षति, त्यही त अहिले आएको नि हामी। त्यही त आज हामी यतै बस्ने निर्णय गरेको छु, झोलाभित्र राख्छु म। नातिहरू ल हिँड, तिमी साइकल यता राख ल, हिँड, आज यतै बस्नुपर्छ, हिँड। खै बुढो खै यता तर त बाजे। चरौँ चरौँ नाति, के खाने नाति? आई डिसाइडेड, खाना सुपको छैन, लकडाउनले केही पनि छैन घरमा, के खाने अब? बस्दा त बसिहाल्यौ। बाजे, तपाईँ खानको लागि चिन्ता नगर्नुहोस् के, यो मिस्टर राउडे डोन आएपछि गाउँ छिर्न बाँकी छ। केटाहरू गाउँ छिर्दिने, अब हामी गाउँ छिर्नुपर्छ। चिरा चिरा नाति, हुन्छ। न त बाजे, आउनुहोस् क्या। केटाहरू हो, गाउँमा छिरेपछि कसले खाना नदेला र?
गाउँमा राउडे दादा आइसकेपछि किन खाना चाहियो? हामीले काम गर्नुको जरुरत छैन नि, यो पर फाल काम गर्नुको जरुरत छैन, राउडे दादा आउँछन् अब। जे गरे नि भएन। दादा यो घुसबाट निक्लेको गहुँ चामल पाए त हुन्थ्यो। केटाहरू लुट्ने गरे यो होइन। त्यही हो। जाउँ जाउँ। भाइ तिम्रो घरमा को होला? बोलाएर ल्याउ त। हुनुहुन्छ म बोलाएर ल्याउँछु। ल्याउ न त। खै छिटो छिटो आऊ त। ओरा बाहिरी नि दिउँसो केही काम पर्यो नि। गाइस 2 किलो उधारो चामल चाहिएको थियो। आजकलका लकडाउन छ उधारो दिँदैन नि म। तीव्र गति जीवन क्षति। मिस्टर राउडे डोनले भनेपछि नदिने। 2 केजीको लागि जिल बिहान जाना नि। आनिहाल्छु सगरले दादा हो राउडे जस्तो दादा। समाज केटा। आमा दिनुहोस्। दादा हो दादा भाइ हामी लाग्यौँ है। दादा हो भाइ। राउडे नाति यसरी त 2 महिना भयो मैले भात नखाएको। अब त चामलको भात खान पाइने भयो। यसरी नै बसौँ नानी कटेजमा। भित्र लिएर बकाउ बुढा। नाति या नातिलाई कुर्सी ल्याएर आउन। जाऊ यो चामल राख। छिटो आऊ भान्जा। बोकौँ न हो हामी त भुइँमै होला। बस केटाहरू, बस। अब म भात पकाएर ल्याउँछु, यहाँ बस्दै गर। तीव्र गति जीवन क्षति। केटाहरू हो आज भात लोभसँग खानुपर्छ है। मिठै छ। अब म पनि बाहिर गएर दाँत खोज्छु। केटाहरू म चाहिँ खाएपछि कर्सत गर्ने बानी छ। म चाहिँ कर्सत गर्न बाहिर लाग्यो। जग्गु ब्रो बाहिर आएर त्यो झुन्डा त मेरो। दादा खाना खाएपछि बचाउने रहन्छ। बचाउ नाति। अब त तिम्रो एक बिहाकै आउँछ जस्तो छ नि। हो नि आन त्यहाँ मासु भात खाइहाल। जे गरे नि भएन। कसलाई हानेर लग्नु पर्ने भयो राउडे डोनले? तीव्र गति जीवन क्षति। राउडे दादा हानेर होइन नि मेरो दादा सटबाट खस्नु भयो नि। ए त्यस्तो पो लगिहाल्यो नि त हस्पिटल। हो नि त दादा। हो नि होइन यत्रो के भएको यो? फेरि के भएछ? अस्पताल लग्नु पर्दैन यसलाई। फेरि लिनु पर्यो अस्पताल। फेरि केटाहरू किन हेरेको उठाइहाल त। लकडाउन छ, फेरि गाडी आउने हो कि होइन? रोडमा लगाऊ गाडी नपनि लकडाउनमा पाइन सक्छ। छिटो ल ल्याउ ल्याउ केटा। ल्याउ केटाहरू हो गाडीलाई रोक्ने हो। गाडी आउँदा रोका है। गाडी रोका। गाडी नै आएको छैन। यसको सास अन्तिमसम्म जस्तो छ। लकडाउनमा गाडी आउने हो कि होइन? लकडाउनमा गाडी नआए समस्या हुन्छ फेरि। केटाहरूको गाडी आएन अब के गर्ने? लगा छिटो छिटो। अस्पताल लग्नुपर्छ यसलाई। दादा गयो फेरि। खै यो हाम्रो धेरै ठुलो समस्या होइन र? भिडबाट खस्दा लोड्दा पोलिँदा हामीले अस्पताल गर्न नपाउने लकडाउनले त हामीलाई यो हाम्रो धेरै ठुलो दुश्मन भयो, काल भयो हाम्रो यो लकडाउन। हामीलाई त धेरै घातक गर्यो। अब त हाम्रो लकडाउन हो नि, यो लास्ट डाउन हो। समस्या केटाहरू लकडाउनमा यसरी ज्यान गुमाउनु भन्दा कोरोना लागेर नै मर्नु बेस छ। यस्तो यो लकडाउन हामी मान्दैनौँ। गरे नि भएन नि। हो नाति, हामी जस्ता गरिबले केही गर्दा नि हुँदैन।